सेवाने नमस्कार, म प्रकाश साङ्खिम राय आज फेरि पनि पहाडी लाइफ स्टाइल च्यानलमा अर्को भिडियो लिएर हजुर समक्ष उपस्थित भइसकेको छु। ल त दर्शकबिन, आज चाहिँ मेरो बिहानी पखको सधैँको कार्य दुध दुहेर दुध पुर्याउने कार्य गरिसकेँ र आज बिहानै छ र अब फेरि म दैनिक आफ्नो कार्यतिर नै लाग्ने छु र अब गाईलाई घाँस काट्नु पर्यो बिहानी पख। यस्तै गाउँघरमा त्यही छ, हामी अब गाउँघरमा बसेर गाईबस्तु पालेपछि गाईलाई घाँस काट्नै पर्यो र दिउँसो चाहिँ मेरो आलु खान्ने आज दिउँसो आलु खान्ने खेताला पनि बोलाएको छु र आज आलुहरू खन्ने छु र के कस्तो हुनेछ हजुरहरूलाई देखाउने कोसिस गर्ने नै छु। र यसरी नै छोटो अवधिमा मलाई धेरै माया दिएर मलाई माया दिइरहनु भएको छ र यसरी नै कोही नयाँ हुनुहुन्छ भनेदेखिलाई नयाँ भ्युवर्स हुनुहुन्छ भनेदेखिलाई मेरो च्यानललाई मन परे लाइक सेयर अनि सब्सक्राइब अवश्य गरिदिनु होला भन्दै र लौ त दर्शकबिन, आजको दिनचर्याहरू के कसो बित्नेछ गाउँले जीवनको बारेमा हजुरहरूलाई देखाउने कोसिस गर्नेछु, हजुरहरूलाई मनोरञ्जन दिलाउने कोसिस गरिरहेको छु। लौ त दर्शकबिन, आज के कसो हुनेछ जाउँ त आजको मेरा दिनका कार्यहरू हजुरहरूलाई मनोरञ्जन दिलाउनका लागि हजुर समक्ष उपस्थित भइसकेको छु। लौ त दर्शकबिन, जाउँ त आज के कसो हुनेछ। ल त दर्शकबिन, बिहानै पखको आफ्नो ड्युटी गाईको लागि अमृतको घाँस ल्याइँदैछ। कालो जङ्गलको बाटो तलबाट उकालो यसरी घाँस बोक्नुपर्छ हजुर। त्यस्तै छ गाउँले जीवन हजुर। ल है त दर्शकबिन, ल त घर आइपुग्यो हजुर। गाईलाई घाँस ल्याइयो। अब दिउँसोको कार्य गर्नुतर्फ लागिन्छ। खेताला आउँछ होला, आलु खन्नुपर्छ र अलिकति खाजा खाएर दिउँसोको अब कार्य गर्नुपर्छ। आलु खन्ने काम, अदुवा खन्ने पनि छ, अदुवा पनि खन्नु छ, आलु पनि खन्नुपर्ने छ र अब चाहिँ अलिक खाजा खाएर फेरि बारीतिर लाग्नुपर्छ र दिउँसो चाहिँ टन्न खाना खाइन्छ र के कस्तो हुनेछ गाउँले जीवन हजुरलाई देखाउने कोसिस गर्ने नै छु। हेर्दै जानुहोस् होला। ल त दर्शकबिन,
चाहिँ छ यतिको चाहिँ कमेराले चाहिँ ठुलो साइज चाहिँ भएन है तर ठिक छ नि है कमी गरी खाएको भन्दा यो दागी छ भने नि दागी चाहिँ यता बाहिरै कमिला चाहिँ खाएको छैन डिप गर्दै हुनुपर्ने दर्शकबिन आजको मेरो दिनको खानपिनको कार्यक्रम आज सुरु गरेँ यानि कि यो मुकबाङ भन्छ अब नेपाली मुकबाङ गोर्खे मुकबाङ आफ्नो कार्यहरू गरेर पश्चात र अब तपाईँहरूलाई एउटै च्यानलमा म तपाईँलाई दुईवटा इन्टरटेनमेन्ट गराइरहेको छु जसमा कि गाउँले जीवन र प्लस मुकबाङ च्यानल पनि एउटै च्यानलमा तपाईँलाई देखाउने कोसिस गरिरहेको छु र तपाईँले एउटा राम्रो मिठो सोचेर हेरिदिनुहुन्छ भनेर पूर्ण आशा साँच्दै आज चाहिँ छ लोकल कुखुराको यता सुप छ यो मासु खुट्टा यो लेग पिस पखेटा खुट्टा मासु र यो धनिया टमाटरको अचार प्याज खोर्सानी र यो चाहिँ सुप लौ त दर्शकबिन हजुरहरू लिनुभयो भएन र म चाहिँ अब लिन थालेँ त हजुर लोकल कुखुराको सुपसँग यहाँ चाहिँ तपाईँको नयाँ लसुनको पत्ता लसुन पनि लगाएको छु अनि मेथीको साग र यो के अरे मेथी र लसुनको पत्ता लगाएर सोपको सोप पनि छ अरे त्यही सोपको पत्ता लोकल कुखुराको मासुमा चाहिँ एकदमै मिठो खुट्टायो चाहिँ दामी लाग्छ गाउँ बस्तीमा बसेर चाहिँ यही फाइदा छ कि लोकल कुखुरा पाल्यो जति बेला खानु मन लाग्यो काटी खायो
तिते लगाएर वा चिक्पा लगाएर क्या मलाई यस्तै साह्रो मनपर्छ विङ्स पकडा दामी भयो गाउँ बस्तीको कुखुराको मासु खान पनि मिठो झोल लगाएर क्या यसरी आगोमा डढायो हो तिते निकाल्यो पोथी अन्डा पार्दै गरेको अन्डा पार्नु आँटेको पार्दै गरेको स्टार्टिङ थुप्रो छ कि अन्डा पार्ने पोथी अन्त अन्डा पार्ने पोथीको चाहिँ एकदम बोसो बोसै बोसो हुन्छ नि त मिठो हुन्छ साह्रै गजब छ राम्रो राखेको रहेछ हेब्बै भोक पनि लागेको थियो हामी गोर्खे नेपालीहरूको चाहिँ यही त भातै बेस्ट मलाई त भातै बेस्ट लाग्छ अरू के खानु मासु भात खानु पर्छ है
बडै मिठो भएछ नि त हौ स्वयं पाएको आफूले नै धनियाँको अचार टमाटर र धनियाँ दामी फिल्ममा सुनाउँदै हुन्छ है ल त दर्शकबिन आजको मेरो खानपिनको कार्यक्रम पनि सकियो र खानपिनको कार्यक्रमको साथसाथै हजुरहरूले मलाई छोटो अवधिमा धेरै धेरै माया दिइरहनु भएको छ 600 देखि माथि मसँग जोडिसक्नु भएको छ र यसरी नै धेरै माया गरिदिनु होला र यो मेरो भिडियोलाई मन परे लाइक अथवा कमेन्ट अवश्य कमेन्टद्वारा केही सल्लाह सुझाव र प्रतिक्रिया लेख्न चाहिँ नभुल्नु होला र मन परे कसै आफ्नो आफन्त साथीभाइ जनकलाई सेयर पनि गरिदिनु होला भन्दै मेरो इन्स्टाग्राम प्रकाश साङ्गे राईलाई पनि फलो गरिदिनु होला र फेसबुक पेज पहाडी लाइफस्टाइल फेसबुक पेजलाई पनि
फलो गरिदिनुहुन्छ भन्ने पूर्ण आशाको साथमा फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै हवस् त दर्शकबिन आजलाई बिदा पाऊँ। धन्यवाद।